दिस इज अन्डाको व्हाइट पार्ट हो। यो चाहिँ मैले कफी हाल्छु है त। आज पनि मैले समथिङ गर्दैछु। लेट्स सी। फाइनल्ली मैले चाहिँ यसलाई यस्तो गराएँ मले हैन। अब यसलाई चाहिँ म एप्लाई गर्छु है। चाहिएको जति के चाहिन्छ के। अब यस्तो स्किन केयर गरेन भने त अब दुईटा बच्चा भयो बुढो भइन्छ के। बुढी भन्न लागिसके, सुड्डी भन्न लागिसके। अब के हाल्नु अहिले बाबु उठेर डराउँछ कि। बाबु सुतेको बेला यसो ट्राई गरिदिएको गाइज। माइक लाउनु पनि आवाज आएन क्या। नडराउनु। भोइस ओभर गर्छु नि त हो भएन भने। यो चाहिँ एक चाहिँ लगाउन चाहिँ रिङ्कलहरूलाई हेल्प गर्छ अरे। अनि म चाहिँ खासै लगाउँदिनँ कि अन्डा चाहिँ नसुपेको हो कि जस्तो फिल हुन्थ्यो क्या। अन्डा पहिला मैले एक दुईचोटि लगाएको थिएँ। लेकिन आज म ट्राई गर्दैछु है। यो मेरो फर्स्ट ट्राई हो कफी र अन्डा चाहिँ। यसले हल्का टाइट गर्दै जान्छ। मैले यसलाई ट्रिगर गर्छु। Keep it like this. Like this. मैले टाँसिसकेँ। नडराउनु कोही पनि। अब यसलाई चाहिँ बाहिरबाट एप्लाई गर्छु। कस्तो हुन्छ विभिन्न बोला भाइ उठ्छ। यहाँ त बिर्सेछ नि त गाइस। यहाँ के दारी अन्डामा नबोला न भाइ उठ्छ। यता चाहिँ टाँसेर हुन्छ। यताको पार्टमा चाहिँ अलि सुकेर हुन्छ नि गाइस। पेपर पनि टाँसिन्छ क्या। अलि टाइम राख्दा पर्ने हो। मैले राखेन क्या हत्ते। अनि गाइस कति फरक चाहिँ हुन्छ किनकि फेस कस्तो नखुले जस्तो डल हो कि डल भए जस्तो फिल भएको थियो। डल के डल चाहिँ अलि धप्प भयो जस्तो कि। अनि आज मैले जाँगर गरेर यस्तो गराएँ। मलाई हेर्न सक्नुहुन्छ यहाँ। सधैँ मैले हनी अनि पछि बेसारहरू लगाउँथेँ कफी हालेर। आज चाहिँ मैले फर्स्ट टाइम अन्डा हालेर लगाएको। यो गाइस हजुर